साथीहरू रिम्बिक बजार चाहिँ यस्तो छ। हेलो, अहिले चाहिँ भने हामी कङ्केपुरमा छौँ अनि यसरी नै हाम्रो आज यहाँ हल्का मरौ भएको छ है, त्यसले गर्दा आएको छ। अनि यसरी नै यो रोडहरू देख्न सक्नुहुन्छ, यो गाउँहरू अनि साथैमा हाम्रो काकाहरू हुनुहुन्छ पछाडि हाम्रो। एकदमै भिडियोमा बनिरहनु छ ल तपाईँहरू, हामी भिडियो एकदमै बवाल गरेर गर्नेछौँ आज। फिलहालमा अहिले चाहिँ हामी कहाँ छौँ काका? ए छोटा हट्टा है। फिलहालमा चाहिँ साथीहरू अहिले हामी छोटा हट्टामा छौँ है। अब हामी पारी 5 बटे भएर उप चढ्नेछौँ। यसरी नै तपाईँहरू भिडियो हेर्दै गर्नुहोस्। अनि अहिले चाहिँ हाम्रो बाइक राइडिङ भइरहेछ। जस्ट तल बडोमा गएको थियौँ, तल हाम्रो कङ्केपुरमा। अनि अहिले चाहिँ हामी माथिल्लो बाटो भएर चाहिँ रिम्बिक जाँदैछौँ। त्यो पनि अहिले चाहिँ हामी छोटा हट्टामा आइरहेछौँ। त्यहाँदेखि हामी पारी 5 बटे भएर चाहिँ रिम्बिक निस्किँदैछौँ है त। अनि हाम्रो अगाडि जानु भने चाहिँ हामी चाहिँ अहिले के भन्छ यो जग्गाको नाम? हजुर, ममु खोला। यो तल देख्दै गरेको छ ममु खोला। अनि यो पारीको गाउँ चाहिँ तपाईँको के हो भन्दाखेरि चाहिँ हजुर फेङ्जेटार दाजुहरू छ सबै। अनि हाम्रो काका छ अनि हाम्रो एक टिम आउँदैछ यहाँनिर गाडीमा। ल है, भिडियो हेर्दै गर्नुहोस् तपाईँहरूले। आज चाहिँ हाम्रो बाइक राइडिङ भइरहेछ। ल है बिस्तारै, ल है। अब गइसकेपछि हामी पनि लाग्नेछौँ। अनि हाम्रो चाहिँ हल्का यसमै राइड हुन्छ बिचरा बसन्तीकोमा। हालैमा हामी रिम्बिक निस्किन आँटेको छौँ। 5 बजेको चाहिँ भिडियो देखाउन सकेन तपाईँहरूलाई। हालैमा हामी रिम्बिकको चाहिँ हल्का भिडियो देखाउने होला तपाईँहरूलाई ल। हालैमा अब चाहिँ रिम्बिक पुग्यो है तपाईँको। ल अहिले चाहिँ हामी रिम्बिक पुगेको छौँ। रिम्बिक बजार यता चिया किन रिम्बिक बजार है साथीहरू। यो चाहिँ
यो चाहिँ हाम्रो रिम्बिक बजार साथीहरू रिम्बिक बजार चाहिँ यस्तो छ है अनि हाम्रो स्टुडेन्टहरू त्यति भएछ यहाँ चाहिँ हाम्रो फुपूको उहाँबाट हेरिरहनु भएको छ ठिकै हुनुहुन्छ भिडियो उयो हो ब्लग गरेको ठिकै हुनुहुन्छ होला एकदमै उहाँको दोकान चाहिँ यहाँ हो भाइ रिम्बिक बजार चाहिँ यस्तै छ है साथीहरू